सभाध्यक्षताको आसन ग्रहण गरिदिनु हुनका लागि नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रचार विभाग प्रमुख एवं निर्वाचन प्रचार समिति मूल समितिका संयोजक आदरणीय दाजु गोविन्द कोइरालालाई यो कार्यक्रमको सभाध्यक्षताको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। आसन ग्रहण गरिदिनु हुन केन्द्रीय सदस्य माननीय जानकी सिंहज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आसन ग्रहण गरिदिनु हुन केन्द्रीय सदस्य नारायण भट्टराईज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी केन्द्रीय सदस्य तीर्थजङ साईज्यूलाई अतिथि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी अतिथि आसन ग्रहण गरिदिनु हुन केन्द्रीय सदस्य सूर्य विकज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी नेपाली कांग्रेस सुर्खेतका सचिव आदरणीय दाई देवकुमार छोइतीज्यूलाई अतिथि आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। त्यसैगरी सचिव बलदीप पौडेल दाईलाई पनि अतिथि आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आजको कार्यक्रममा हाम्रो प्रतिनिधि सभा समानुपातिक तर्फका उम्मेदवार पार्वती गिरी दिदीलाई पनि आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। नेपाली कांग्रेस क्षेत्र नम्बर 2 का क्षेत्रीय सभापति इन्द्र रावल दाईलाई पनि अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। नेपाली कांग्रेस कर्णाली प्रदेश प्रचार विभाग प्रमुख एवं निर्वाचन प्रचार मूल समितिका संयोजक आदरणीय गोविन्द कोइराला ज्यूलाई यस कार्यक्रमको बारेमा पत्रकार सम्मेलनको बारेमा र हामीले यो प्रचार मूल समितिले हालसम्म गरेका काम कारबाही र आगामी रणनीतिका बारेमा प्रकाश पारिदिनु हुन हार्दिक अनुरोध गर्दछु। नेपाली कांग्रेसको केन्द्रीय सदस्य आदरणीय दिदी माननीय जानकी सिंहज्यू, केन्द्रीय सदस्य आदरणीय नारायण प्रसाद भट्टराईज्यू, तीर्थजङ साईज्यू, सूर्य विकज्यू, नेपाली कांग्रेस सुर्खेतका सचिवद्वय देवकुमार सुवेदी बलदीप कौडेलज्यू, नेपाली कांग्रेसको क्षेत्रीय सभापति इन्द्र रावलजी बाहिर जानुभएको छ, क्षेत्रीय सचिवज्यूहरू, प्रदेश कमिटीका सभापति सहसचिवज्यू, महाधिवेशन प्रतिनिधि नारायण सापकोटा, वडा सभापति हाम्रो नवल गिरिजी, नेपाल प्रेस युनियन सुर्खेतका अध्यक्ष मधुकर विशी, दैलेख जिल्ला कार्य समितिका सदस्य आदरणीय निजाम दाई, उपस्थित दिदीबहिनीहरू, पत्रकार साथीहरू, दाजुभाइहरू सबैमा म जयनेपालको अभिवादन गर्न चाहन्छु। हामी निश्चित रूपमा एउटा जनताको भावनालाई सम्बोधन गर्ने ठुलो उपासनाको आयाममा चाहिँ नजिक आइसकेका छौँ। आगामी फागुनको 21 गते आम निर्वाचन 2082 सम्पन्न हुन गइरहेको छ। आकस्मिक रूपमा अप्रचोट रूपमा नेपालको राजनीतिले एउटा कोल्टो फेर्यो र चाहिँ निर्वाचनको दरमियानमा हामी अगाडि बढिराखेको छौँ। यस सन्दर्भमा नेपाली कांग्रेसले एकमात्र दल नेपाली कांग्रेसले देशभरिबाट 165 निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरू प्रस्तुत गर्न सकेको छ। अन्य दलहरू कसैले पनि 165 उम्मेदवारहरू चाहिँ प्रस्तुत गर्न सकेका छैनन्। यस सन्दर्भमा कर्णाली प्रदेशका 12वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरू छन्, जसमा 12वटा हामीहरूका उम्मेदवारहरू प्रस्तुत गरेका छौँ। त्यस सन्दर्भमा हाम्रो विजय अभियानलाई सार्थक तुल्याउनको लागि नेपाली कांग्रेसको केन्द्रीय समितिले, केन्द्रीय प्रचार मूल समितिले दिएको निर्देशन अनुसार हामीले यहाँका कामहरू अगाडि बढाएको छौँ। सबभन्दा पहिला म के निवेदन गर्न चाहन्छु भने नेपाली कांग्रेस कर्णाली प्रदेश प्रचार विभाग, नेपाली कांग्रेसको कर्णाली प्रदेशको कार्य समितिको जुन पदाधिकारी समिति छ त्यसले माघको 15 गते एउटा पदाधिकारी बैठक राख्यो, जसमा चाहिँ हामीहरू पनि त्यसमा सहभागी थियौँ, जसले 3वटा महत्त्वपूर्ण चाहिँ मूल समितिहरू गठन गरेको थियो। जसमा पहिलो नम्बरको मूल समिति भनेको निर्वाचन परिचालन मूल समिति, जसमा चाहिँ प्रदेश कार्य समितिका सभापति आदरणीय ललितजङ साईज्यूको संयोजकत्वमा, प्रदेश कार्य समितिका 2टै उपसभापति, 2टै महामन्त्री, 3वटा सहमहामन्त्री, कोषाध्यक्ष, प्रचार विभागको प्रमुख रूपमा म, प्रवक्ता सहितको चाहिँ समिति त्यो गठन भएको छ र त्यसले चाहिँ निर्वाचन परिचालन मूल समितिको रूपमा काम गरिराखेको छ। र यसले चाहिँ कर्णाली प्रदेशभित्र रहेका आफ्नो जिल्लाका प्रदेश कार्य समितिका सदस्यहरूलाई तत्त जिल्लामै निर्वाचन प्रचार प्रसारको क्रममा अथवा कांग्रेसको पक्षमा जनमत निर्माण गर्नको लागि चाहिँ अभूतपूर्व योगदान गर्ने भूमिका खेल्ने भनेर चाहिँ उहाँले निर्देश गरिसकेको छ र उहाँहरूलाई चाहिँ त्यही अनुसार विभिन्न जिल्लामा प्रतिनिधि रूपमा पनि खटाइसकेको छ। लिखित रूपमा परिपत्र गरेर नियुक्त गरेर प्रतिनिधि रूपमा पठाइएको छ। दोस्रो नम्बरमा निर्वाचन व्यवस्थापन सचिवालय भनेर यो सचिवालयको संयोजकको रूपमा प्रदेश महामन्त्री निरञ्जन केसीको संयोजकत्वमा समिति गठन गरिएको छ, जसमा 3 जना सहमहामन्त्रीहरू, 1 जना कोषाध्यक्ष
त्यसपछि प्रवक्ता र प्रदेशको सचिवालयको प्रमुख मुख्य सचिव सदस्य रहेको छ, समिति रहेको छ। तेस्रो नम्बरमा निर्वाचन प्रचार प्रसार कर्णाली प्रदेश स्तरीय निर्वाचन प्रचार प्रसार मूल समिति गठन भएको छ, जसमा प्रचार प्रसार विभागको संयोजकको नाताले म त्यसको प्रमुखको रूपमा र सदस्यको रूपमा सुवर्ण शाही, मानबहादुर ओली, मानबहादुर खड्का, प्रकाश लामिछाने, नरेश सिंह थापा, त्यसपछि नगेन्द्र उपाध्याय र चाहिँ दीपक उपाध्याय गरिकन 9 जनाको चाहिँ समिति त्यहाँ फर्मेसन भएको छ। नरेशजी दमन साई पनि हुनुहुन्छ, दमन साईजी कालीकोटमा खटिराख्नु भएको छ। नरेशजी संयोगवश उहाँ चाहिँ बम्बेतिर पुगेको भन्ने कुरा चाहिँ नोटिसमा आयो। उहाँ चाहिँ प्रेस युनियनको कर्णाली प्रदेशको चाहिँ अध्यक्ष भएको पदेन रूपमा नै उहाँ चाहिँ त्यसमा हुनुहुन्छ प्रेस युनियनको तर्फबाट। यसरी चाहिँ हामी भएको छ भने त्यसभित्र पनि फेरि उपसमितिहरू बनेर मिडिया सम्बन्धीको मिडिया नेटवर्किङ सम्बन्धीको चाहिँ कोअर्डिनेटरको रूपमा यसमा चाहिँ सुवर्ण साईजी हुनुहुन्छ। सामाजिक सञ्जाल सम्बन्धीको कोअर्डिनेटरको रूपमा चाहिँ नगेन्द्र उपाध्याय त्यसमा संयोजक रूपमा तोकिनु भएको छ। त्यसै गरी चाहिँ डिजिटल प्लेटफर्मको पट्टि चाहिँ के अरे चाहिँ हाम्रो मानबहादुर खड्का हुनुहुन्छ। कन्टेन्ट क्रिएटर टिमको पट्टिको संयोजन गर्नको लागि चाहिँ प्रकाश लामिछाने हुनुहुन्छ। श्रव्य दृश्यतर्फको चाहिँ संयोजन गर्नको लागि चाहिँ मानबहादुर ओलीजी हुनुहुन्छ। यसरी चाहिँ हामीले चाहिँ कामहरूको बाँडफाँड गरेको छौँ र यसले केन्द्रीय प्रचार प्रसार मूल समितिसँग समन्वय गर्दै अनि चुनाव प्रचार प्रसार के अरे यो चुनावको परिचालन मूल समितिसँग पनि समन्वय गर्दै प्रदेश कार्य समितिसँग पनि समन्वय गर्दै यसका विविध आयामहरू सञ्चालन गर्ने क्रममा हामी अब यही 3 गते भित्रमा चाहिँ पार्टीको संकल्प पत्र अथवा घोषणा पत्र ल्याइसक्नु पर्ने भनेर चाहिँ निर्वाचन आयोगले चाहिँ भनिसकेको छ। 4 गतेबाट फर्मल्ली प्रचार प्रसारको चाहिँ अभियानहरू अगाडि बढेछ र 17 गतेसम्म नेपाली कांग्रेस लगायत सबै दलहरूले आफ्ना चुनावी प्रचार प्रसारका कार्यक्रम गर्न पाउनेछन्। 17 दिनसम्म गर्न पाउनेछन्। त्यो भित्रमा हामीले चाहिँ अब अहिलेसम्म जुन ढङ्गले हामी गइरहेको थियौँ त्यसरी चाहिँ हुनेवाला देखिँदैन। 4 गतेबाट निर्वाचन आयोगले निर्वाचन आचार संहिता कुरालाई अत्यन्तै निर्ममतापूर्वक होइन त्यसले चाहिँ निगरानी गर्ने सम्भावना देखिरहेको छ। त्यसैले हाम्रो आदरणीय प्रचार प्रसार मूल समितिका सदस्य मानबहादुर खड्काजी आसन गर्नलाई अनुरोध गर्दछु। अत्यन्तै निर्ममतापूर्वक हेर्ने त्यो निगरानी गरिराख्ने भएको हुनाले हामी यो कामलाई चुस्त दुरुस्त अनि त्योमा पनि मितव्ययी खालको र प्रभावकारी खालको चुनाव प्रसारका अभियानहरू प्रयोग गर्नेछौँ र चाहिँ डिजिटल प्लेटफर्महरूलाई चाहिँ खास गरी चाहिँ सामाजिक सञ्जालको प्रक्रियामा मिसइन्फर्मेसन र डिसइन्फर्मेसनको जुन अभ्यासहरू भइराखेको छ त्यसबाट पार्टीलाई कसरी जोगाउने, हाम्रो पार्टीका चाहिँ नेताहरू उम्मेदवारहरूलाई चाहिँ त्यसको प्रभावकारी सम्प्रेषण कसरी गर्ने उहाँहरूको बारेमा भन्ने बारेमा अत्यन्तै गहनतापूर्वक हामीले छलफल गरिराखेको छौँ। त्यसका लागि भोलिबाटै हामीले नेपाली कांग्रेसको आज हामीले चाहिँ नेपाली कांग्रेस प्रदेश कार्य समितिको कार्यालय कर्णाली प्रदेश त्यसमा यो प्रचार प्रसार मूल समितिको सचिवालय र मिडिया सेन्टर स्थापना गरिसकेको छौँ। त्यसमा कर्णाली प्रदेशको सभापति ललितजङ साईज्यूले चाहिँ उद्घाटन गरिसक्नु भएको छ। त्यहाँ चाहिँ हाम्रो आदरणीय केन्द्रीय सदस्यज्यूहरूको पनि हामीले चाहिँ समूह उपस्थिति प्राप्त गरेको थियौँ र हामीले ऊर्जा प्राप्त गरेको थियौँ। भोलिबाट हामी इन्टलेक्चुअल र बौद्धिक वर्गबाट नेपाली कांग्रेसले कर्णाली प्रदेशमा किन चुनाव जित्नुपर्ने, नेपाली कांग्रेसले चुनाव नजित्दा के क्षति हुन सक्छ, यस्ता कन्टेन्टहरूमा हामी चाहिँ सामग्री पस गर्दैछौँ इन्टलेक्चुअल वर्गबाट। यता बसौँ गोविन्दजी होइन। त्यसै गरी लगत्तै हामी चाहिँ 12वटै उम्मेदवारहरूको विशेषताका बारेमा उहाँहरूको बारेमा हामी भिडियो सामग्रीहरू यहाँ चाहिँ हामी चाहिँ सामाजिक सञ्जाल मार्फत बाहिर ल्याउँदैछौँ। भिडियो सामग्री उहाँहरूको अन्तर्वार्तासहित र बौद्धिक व्यक्तित्वबाट उहाँहरूको बारेमा चर्चा गरिएको सामग्रीहरू बाहिर ल्याउनेछौँ र चाहिँ सचिवालय र मिडिया सेन्टरको माध्यमबाट पत्रकार साथीहरू र सरकारका महानुभावहरू हाम्रो पार्टीका साथीहरूलाई पनि यति बेला हाम्रो उम्मेदवार कहाँ के गरिराख्नु भएको छ, कुन पालिकामा हुनुहुन्छ, प्रचार प्रसारको अभियानमा उहाँहरू कोसँग भेट्दै हुनुहुन्छ, आज कार्यक्रम कहाँ कहाँ छन्, यस्ता कुराहरूको इन्फर्मेसन सबै त्यो मिडिया सेन्टर मार्फत यहाँहरूले प्राप्त गर्नुहुन्छ भनेपछि यसका बारेमा जुन निर्वाचनमा धेरै खालका चाहिँ उतार चढावहरू हुन सक्छन्। लोकतन्त्रको प्रयोगको विषयमा धेरै खालका चाहिँ स्पोइलरहरू पनि चाहिँ आउन सक्छन्। त्यसबाट चाहिँ निर्वाचनको प्रक्रिया लोकतान्त्रिक प्रक्रियामा कति भाँजो हाल्ने प्रक्रिया त हुँदैन, त्यो विषयमा पनि चाहिँ
के कस्तो घटनाक्रम अगाडि बढेको छन् यिनी यावत बारेमा सूचित गर्नको लागि मिडिया सेन्टरले त्यो सचिवालय मार्फत गर्नेछ, जसमा सचिवालयमा त्यसको संयोजन गर्ने काम दीपक उपाध्याय हाम्रो चाहिँ कर्णाली प्रदेश कार्यालयको पार्टीको कार्यालयको प्रमुख सचिव मुख्य सचिव दीपक उपाध्याय हुनुहुन्छ। उहाँलाई चाहिँ त्यसको फोकल पर्सन तोकेको छ। त्यसमा चाहिँ यहाँ मोबाइल नम्बर पनि राखेको छ। खास गरी चाहिँ संयोजक सचिव र चाहिँ दीपकजीको नम्बर राखेको छ। त्यसमा मानबहादुर ओलीजी, मानबहादुर खड्काजी लगायतको साथीहरू पनि त्यसमा हुनुहुन्छ। नगेन्द्रजी उता अहिले 1 नम्बरमा गुरुबाकोटमा आइपुग्नु भएको छ, त्यसैले गर्दा उहाँ यहाँ आइपुग्नु पाउनु भएन। यसरी हामीले नेपाली काङ्ग्रेसको कर्णाली प्रदेशका विविध क्रियाकलापहरू सञ्चालन गरिरहेको छौँ। र फेरि यो हामीले चाहिँ नियमित रूपमा कहिले चाहिँ आकस्मिक रूपमा पनि पत्रकार सम्मेलनहरू हुनेछ। यो घटनाक्रमहरूको विकास सँगसँगै यहाँहरूलाई चाहिँ सूचित गर्नु पर्यो भने अथवा कुनै कन्फ्युजनहरू पनि भयो भने पनि यहाँलाई त्यसबारेमा स्पष्टताका लागि पनि हामीले चाहिँ पत्रकार सम्मेलन गर्नेछौँ। त्यस्तो बेलामा यहाँहरूको पाबन्दीपूर्ण समय हामीलाई चाहिँ उपलब्ध गराइदिएर चाहिँ निवेदन गर्न चाहन्छौँ। सँगसँगै यो कार्यक्रम चाहिँ दैनिक रूपमा नभएर हामीले केन्द्रमा चाहिँ शुक्रबार र सोमबार 2 दिन जान्छ काङ्ग्रेस डबली भनेर, हामीले चाहिँ कर्णाली काङ्ग्रेस डबली भनेर कार्यक्रम गर्दैछौँ। त्यसमा अल्टर गरेर केन्द्रको कार्यक्रमसँग नजिदिने गरी हामी त्यो कार्यक्रम सञ्चालन गर्दैछौँ। जो कार्यक्रमलाई यहाँहरूले आफ्नो सञ्चार माध्यमबाट, यहाँहरूको लोकप्रिय सशक्त सञ्चार माध्यमबाट सम्प्रेषणमा मद्दत गरिदिन पनि म निवेदन गर्न चाहन्छु। र अहिले म यहाँहरूको प्रश्न आयो भने पछि तपाईँहरूसँग चाहिँ फेरि जोडिने प्रयत्न गर्न चाहन्छु। मेरो भनाइ टुङ्गाउँछु। धन्यवाद। जय नेपाल। समिति र प्रचार विभागले गरेका काम कारबाहीको मोनिटरिङ गर्ने जिम्मेवारी पनि लिनुभएको छ। आदरणीय केन्द्रीय सदस्य नारायण भट्टराईज्यूलाई नेपाली काङ्ग्रेसको केन्द्रको बारेमा थप प्रकाश पारिदिनु हुन म हामी हुनुहुन्छ। सम्मेलनका सभापति नेपाली काङ्ग्रेस कर्णाली प्रदेश चुनावी प्रचार प्रसार मूल समितिका संयोजक आदरणीय गोविन्द कोइरालाज्यू, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य आदरणीय जानकी सिंहज्यू, तीर्थजङ साईज्यू, सूर्य विकज्यू, समानुपातिक उम्मेदवार आदरणीय पार्वती गिरिज्यू, नेपाली काङ्ग्रेस सुर्खेतका नेताहरू, यहाँ उपस्थित दिदीबहिनी तथा दाजुभाइहरू, सबै सञ्चारकर्मी साथीहरू, सबैलाई म नेपाली काङ्ग्रेस केन्द्रका तर्फबाट केन्द्रीय निर्वाचन परिचालन समिति र प्रचार प्रसार समितिकै तर्फबाट यहाँहरूलाई हार्दिक स्वागत पनि गर्छु र यहाँहरूलाई हार्दिक अभिवादन पनि गर्न चाहन्छु। जय नेपाल। कर्णाली प्रदेश कार्य समितिले गरेको चुनावसँग सम्बन्धित परिचालनको काम, प्रचार प्रसारको कामको विषयमा भर्खरै आजको यो कार्यक्रमका सभापति र प्रचार प्रसार मूल समितिका संयोजकज्यूले तपाईँहरूका बीचमा राखिसक्नु भएको छ। तपाईँहरूको मिडिया मार्फत यो चुनावको बीचमा प्रदेश कार्य समितिले गरेका कामहरू, गरेका निर्णयहरू र प्रचारसँग सम्बन्धित विषयहरू आम मतदाताका बीचमा र कर्णालीवासी दाजुभाइ तथा दिदीबहिनीका बीचमा पुग्ने मैले विश्वास लिएको छु। हामीले यो निर्वाचन सुरु भइसकेपछि केन्द्रको मूल प्रचार प्रसार समिति हाम्रो पार्टीका प्रवक्ता आदरणीय देवराज चालिसेको अध्यक्षतामा गठन भएको छ। हामीले नियमित पत्रकार सम्मेलनहरू काठमाडौँ केन्द्रीय कार्यालयबाट गर्दै आइरहेका छौँ। 1 दिन 2 दिन जसो बिराएर आज पनि हाम्रो नियमित पत्रकार सम्मेलन छ। र यो पत्रकार सम्मेलनका अतिरिक्त हामीले यो प्रचार प्रसारलाई बल पुग्ने गरी काङ्ग्रेस डबली भन्ने एउटा छुट्टै एउटा बौद्धिक डिबेट गरिरहेका छौँ। यो गैर काङ्ग्रेसहरूको दृष्टिमा नेपाली काङ्ग्रेसलाई उहाँहरूले कसरी हेरिरहनु भएको छ, चुनावलाई कसरी हेरिरहनु भएको छ, त्यो विषयमा नेपालका इन्टेलेक्चुअलहरूले आफ्नो ओपिनियन बिल्डअप गरिरहेका छन् र त्यो मार्फत मतदाताको ध्यान हामीले आकृष्ट गरिरहेका छौँ। हामी केन्द्रीय निर्वाचन परिचालन समितिको प्रतिनिधिका रूपमा आदरणीय हाम्रा केन्द्रीय सदस्य जानकी सिंहज्यू, तीर्थजङ साई र हाम्रो सूर्य विक सहित यहाँ कर्णाली प्रदेशका केन्द्रीय सदस्यहरू हामी विभिन्न जिल्लामा खटिए र सम्बन्धित ठाउँमा पुगेर त्यहाँको अहिलेको राजनीतिक अवस्था के छ, हाम्रो पार्टीको साङ्गठनिक अवस्था के छ, हाम्रा उम्मेदवारहरूको अवस्था के छ, पार्टी र उम्मेदवारका बीचको सामञ्जस्यता, समन्वय, सहकार्य कसरी अगाडि बढिरहेको छ, हाम्रो प्रचार सामग्रीहरू कसरी उत्पादन भइरहेका छन्, ती कसरी विस्तार भइरहेका छन्, त्यसलाई हामी कसरी विकसित गरिरहेका छौँ, शान्ति सुरक्षाको अवस्था के छ र पार्टीलाई हेर्ने नागरिकहरूको दृष्टिकोण के छ भन्ने कुरा हामीले केही जिल्लाको स्थलगत अध्ययन गरेर पनि फर्केका छौँ। यो कुराको पनि तपाईँहरूलाई जानकारी होस् भन्ने ढङ्गले आज यो पत्रकार सम्मेलन गरेका छौँ।
अहिले नेपाली काङ्ग्रेसको पहिलो नारा काङ्ग्रेस बदलियो बदल्छौँ देश, बदलियो काङ्ग्रेस बदल्छौँ देश भन्ने हाम्रो चुनावको मुख्य स्लोगन छ। त्यो हामी किन दाबी गरिरहेका छौँ भने अहिले जुन विकसित राजनीतिक घटनाक्रम छ, खास गरी यो जेन्जी विद्रोह पछिको नेपालको जो राजनीतिक घटनाक्रम छ त्यसमा हामीले एउटा सुधारको सङ्कल्प गरेका छौँ। त्यो सुधार पहिला मबाट हुनुपर्छ, त्यो सुधार हामीबाट हुनुपर्छ, हाम्रो पार्टीबाट हुनुपर्छ र त्यो सुधार देशमा हुनुपर्छ। त्यसले देशमा सुशासन स्थापना गर्नका लागि, भ्रष्टाचारलाई निर्मूल गर्नका लागि र जनताको सर्भिस डेलिभरीको पार्टमा जो सेवाग्राही हो, जो जनता हो, जो नागरिक हो, त्यसले राज्यबाट पाउने सेवा छिटो छरितो चुस्त र दुरुस्त ढङ्गले पाउनका लागि हाम्रो ध्यान त्यता छ र हामी त्यो ढङ्गले अगाडि बढिरहेका छौँ। आज अर्को महत्त्वपूर्ण दिन छ। अस्ति हाम्रो निर्वाचन परिचालन समितिले हाम्रा मातहतका निकायलाई परिपत्र गरेको छ र त्यसको एउटा महत्त्वपूर्ण अभियान छ। फागुन 21 का लागि मेरो 21 दिन। आज फागुन 1 गतेबाट यो प्रारम्भ भएर फागुन 21 गतेसम्म फागुन 21 का लागि मेरो 21 दिन भन्ने अभियानका साथ हाम्रा सबै नेताहरू, सबै जिम्मेवारीमा रहेका साथीहरू, पार्टीका सदस्यहरू र हाम्रो मतदाताको बिचमा रहनुहुनेछ। आफ्नो टोलमा, छिमेकमा, घरमा, आफ्नो जहाँ उहाँहरूको जिम्मेवारी छ त्यही रहनुहुनेछ र त्यो पनि आजबाट प्रारम्भ भएको दिनलाई हामी यो मिडियाका मार्फत जनसमक्ष पुर्याउँ भनेर पनि आजको यो पत्रकार सम्मेलन राखिएको हो। तपाईहरू मार्फत म सबै कर्णाली प्रदेशभित्र रहेका काङ्ग्रेसको विभिन्न जिम्मेवारीमा रहनुभएका नेताहरू र साथीहरूलाई अनुरोध गर्न पनि चाहन्छु। केन्द्रले तोकेको र प्रदेशले तोकेको जिम्मेवारी, जिल्लाले पनि तोकेको होला कुनै पर्टिकुलर पालिका हेर्नु भनेर, त्यसरी तोकिएको जिम्मेवारी बाहेकका साथीहरू आफ्नै पालिकाभित्र र आफ्नै ओडाभित्र आजका दिनदेखि 21 दिनसम्म रहनुहुनेछ। उहाँले मतदाताका बिचमा संवाद गर्नुहुनेछ। पार्टीले अहिले लिएको नीतिका विषयमा, चुनावका लागि लिएको सङ्कल्पका विषयमा, आफ्नो उम्मेदवारका विषयमा र पार्टीका विषयमा सकारात्मक ढङ्गले प्रचार प्रसार गर्नुहुनेछ र पार्टीको पक्षमा बृहत जनमत निर्माण गर्नुहुने हामीले विश्वास लिएका छौँ। यसका लागि हाम्रो सबै पार्टी पङ्क्तिलाई म हार्दिक आह्वान गर्न चाहन्छु यो पत्रकार सम्मेलन मार्फत। तेस्रो कुरा, हिजो मात्रै, अस्ति मात्रै हाम्रो पार्टीको केन्द्रीय निर्वाचन समितिले 34 बुँदे एउटा सर्कुलर हाम्रा मातहतका निकायलाई पठाएको छ। उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको निर्वाचन परिचालन मूल समितिले त्यसमा हामीले केही नयाँपन दिनका लागि त्यो राखेको छौँ र त्यो मिडियामा आइसकेको हुनाले यसमा म डिटेल जाँदिनँ, तर यहाँहरूको जानकारीका लागि त्यसमा हामीले आचार संहिताको पूर्ण पालना गर्ने कुराहरू छन् जो निर्वाचन आयोगले जारी गरेको छ। पार्टीका तल्लो निकायलाई अनुशासित बनाउने, संस्कारित बनाउने, चुनाव प्रचार प्रसारलाई मितव्ययी बनाउने, तडक भडकबाट जोगाउने र आम जनताले रुचाउने खालको तपाईँको चुनाव शैली अपनाउने भन्ने छ। हामीले कुनै साना तथा मझौला व्यवसायलाई लाभमा, दबावमा या प्रलोभनमा पारेर कुनै प्रकारको चन्दा नलिने भन्ने पनि हामीले गरेका छौँ। यावत तपाईँको हामी एकदम सन्तुलित ढङ्गले हामीले विहङ्गम लोकतान्त्रिक अभ्यास गरेर चुनाव चाहिँ जुनसुकै परिस्थितिमा पनि, जुनसुकै हत्कण्डा पनि अपनाएर जित्नै पर्छ भन्ने जो नेपाली मनोविज्ञान छ त्यसलाई चिरेर हामी चुनाव जित्न चाहन्छौँ। हाम्रो सङ्कल्प पत्रको आधारमा हामी चुनाव जित्न चाहन्छौँ। हाम्रो नेतृत्वको योग्यता, क्षमता र उसको दृष्टिकोण र भिजनको आधारमा हामी चुनाव जित्न चाहन्छौँ। उम्मेदवारको तपाईँको योग्यताको आधारमा र हामी तपाईँको पब्लिकलाई अपिल गर्न चाहन्छौँ। हामीले हिजो गरेका काम, हामीले हिजो लिएको नीति र हामीले भोलि लिन खोजेको, हामीले अब लागू गर्न खोजेको नीतिको आधारमा हामी मतदाताको मन जित्न चाहन्छौँ। हामी तर्कले, हामी सिद्धान्तले, हामी विचारले, हामी उम्मेदवारले र हाम्रो नेतृत्वको कौशलताले हामी चुनाव जित्न चाहन्छौँ। त्यो सम्पूर्ण ढङ्गले लोकतान्त्रिक हुनुपर्छ, त्यो संस्कारित हुनुपर्छ, त्यो सभ्यतापूर्ण हुनुपर्छ भन्ने नेपाली काङ्ग्रेस त्यसमा गहिरो विश्वास राख्दछ र चुनावलाई निर्भयताका साथ, निडरताका साथ मतदाताले आफ्नो अभिमत प्रकट गर्न सकोस्, चुनाव निष्पक्ष होस्, चुनाव भयरहित होस्, चुनाव शान्तिपूर्ण होस् भन्ने कुरामा हाम्रो गहिरो सरोकार छ। त्यसकारणले हाम्रा यसपालिका सबै चुनावका अभियानहरू बडो हर्ष उल्लासका साथ एउटा चाडको रूपमा, अघि हाम्रो सहजले उपासना भन्नुभयो नि, एउटा उपासनाको रूपमा, हामी एउटा प्रार्थनाकै रूपमा हामी चुनावलाई लिन्छौँ र यसमार्फत हाम्रो नागरिकको र जनताको, मतदाताको मन जित्ने ध्येयमा छौँ। यिनै कुरा तपाईँहरूको बिचमा राख्न चाहन्छु
र अहिले अर्को महत्त्वपूर्ण कुरा नेपाली काङ्ग्रेसले के अभ्यास गर्दैछ भने नेपाली काङ्ग्रेसको सभापति आदरणीय गगन कुमार थापालाई पार्टीको केन्द्रीय कार्य समितिले सर्वसम्मत ढङ्गले पार्टीको आगामी सरकारमा भावी प्रधानमन्त्रीका रूपमा हामीले प्रस्ताव गरेका छौँ र केन्द्रीय समितिले निर्णय गरेको छ। हामीले चुनाव जित्दै गर्दा र यो आगामी सरकारको नेतृत्व हाम्रो सभापतिले गर्दै गर्दा हामीले जनताका बीचमा गरेका बाचा त्यो हाम्रो लागि सङ्कल्प हुनेछ र हामीले त्यो सङ्कल्पबाट हामी त्यो परीक्षामा हामी उत्तीर्ण हुनुपर्नेछ। त्यसकारणले यसपालि हामीले यो घोषणापत्रको शब्दावलीलाई प्रतिज्ञा पत्र या सङ्कल्प पत्रको रूपमा अगाडि सारेका छौँ। हामी घोषणा गरेर त्यसलाई छोड्ने जो नेपालको पुरानो प्रचलन छ, जनताका बीचमा जे पनि बोल्ने, सबै मैले गरेँ भन्ने, अरू सबै खराब म नै असल हुँ भन्ने जुन प्रकारको यो खराब संस्कृति राजनीतिमा एउटा विकृतिका रूपमा एउटा विसङ्गतिका रूपमा नेपाली राजनीतिमा छ, त्यसलाई हामी अन्त्य गर्न चाहन्छौँ। हामी गर्न सक्ने कुरा जनताका बीचमा भन्छौँ, हामी जे भन्छौँ त्यो गर्छौँ, जे हाम्रो प्रतिबद्धता हुन्छ त्यो पुरा गर्छौँ। त्यसका लागि हामीले सङ्कल्प गर्छौँ। पर्सि फागुन 3 गते हाम्रो सङ्कल्प पत्र अथवा प्रतिबद्धता पत्र सार्वजनिक हुँदैछ। भोलि मधेसबाट हाम्रो सभापतिज्यू काठमाडौँ फर्किनुहुन्छ, उपसभापतिज्यू आज पाल्पामा हुनुहुन्छ, उहाँ पनि भोलि फर्किनुहुन्छ। त्यसकारणले देशैभरि हाम्रो जो चुनावी अभियान अहिले सुरु भएको छ त्यसबाट नागरिकहरूको हाम्राप्रतिको विश्वास पनि बढेको छ, हाम्राप्रतिको आकर्षण पनि बढेको छ र यो सँगसँगै यो बढ्नुका पछिल्लो केही हामीले नीतिगत सुधार गरेका छौँ, केही नीतिगत सुधार गर्ने हामीले सङ्कल्प गरेका छौँ पार्टीको आफ्नो महाधिवेशन मार्फत। र हाम्रो जुन उम्मेदवार छ अहिले, अघि 165 उम्मेदवारको चर्चा भयो, त्यो 165 जना उम्मेदवारमा 106 जना सबै नयाँ अनुहारहरू छन् यसपालि जो कम्पिट गरिरहेका छन्। अर्को हामीले गत वर्षको तुलनामा 7% वृद्धि गरेर 11 जना महिला उम्मेदवार बनाएका छौँ प्रत्यक्षतर्फ। कर्णालीको सन्दर्भमा दैलेखको निर्वाचन क्षेत्र नम्बर 1 मा बासना थापा एउटा महिला प्रतिनिधिको रूपमा चुनावको मैदानमा हुनुहुन्छ। कर्णालीमा 11 जना नयाँ अनुहारहरू हाम्रो मैदानमा हुनुहुन्छ, जो बेदाग हुनुहुन्छ, जो क्षमतावान हुनुहुन्छ र जनताका बीचमा लोकप्रिय पनि हुनुहुन्छ। त्यस कारणले पनि हाम्रो यसपालि कर्णाली प्रदेशका धेरैभन्दा धेरै सिटमा हामी चुनाव जित्छौँ भन्ने हाम्रो विश्वास छ र त्यो ढङ्गको विश्लेषण पनि छ। त्यति मात्रै होइन, हामीले यो देशको जो जनसाङ्ख्यिकी तपाईँको बनोट छ त्यसलाई पनि लक्षित गरेर हाम्रो उम्मेदवारहरूको संयोजन गरेका छौँ। सामाजिक क्षेत्रमा लामो योगदान गरेका हाम्रो चितवनको मिना खरेलदेखि प्रवासमा बसेर नेपाललाई तपाईँको नेपालीलाई माया गर्ने र प्रवासका मुद्दा उठाएर प्रवासको लगानी, प्रवासको पुँजी, प्रवासको सिप, प्रवासको ज्ञान ल्याएर तपाईँको नेपाली मातृभूमिलाई योगदान गर्नुपर्छ भन्ने विचार राख्ने प्रतिनिधिहरूको तर्फबाट हाम्रो जनसम्पर्क समिति अमेरिकाको सभापति गोकर्ण विष्ट आनन्द कैलालीको क्षेत्र नम्बर 4 मा चुनाव उठ्नुभएको छ। त्यस कारणले पनि यति बेलाको हाम्रो उम्मेदवारको संयोजन अरू सबैको भन्दा असल छ, सबैको भन्दा त्यो समावेशी छ भन्ने कुरा हामीले मतदाताका बीचमा प्रस्तुत गरेका छौँ। र नेपाली काङ्ग्रेस राष्ट्रिय पार्टी मात्रै होइन, राष्ट्रिय शक्ति हो। आजका दिनमा यो सङ्ख्याको हिसाबले, मतको हिसाबले, पार्लियामेन्टमा भएको सिट सङ्ख्याको कुरा गर्दाखेरि हामी राष्ट्रिय सभामा आजका दिनमा पहिलो पार्टी छौँ। 25 सिट सहित राष्ट्रिय सभा हामी लिड गरिरहेका छौँ सङ्घीय संसदको हकमा। 7 वटा प्रदेशमा हामी या त पहिलो पार्टीको रूपमा या दोस्रो पार्टीको रूपमा प्रदेश सभामा छौँ। 3 वटा प्रदेश सरकार हाम्रै नेतृत्वमा अहिले रन भइरहेको छ। 7 वटा प्रदेश सरकारमा हामी सम्मिलित छौँ। सबैभन्दा धेरै स्थानीय सरकार हामीले सञ्चालन गरेका छौँ। यो एउटा राष्ट्रिय पार्टीको परिचय हो। हामी चुनावबाट कसले कति भोट ल्यायो, कति सिट जित्यो भन्ने कुरा यो राष्ट्रिय पार्टीको परिचय हो। तर त्योभन्दा माथि देशको चिन्ता छ हामीलाई। हामी राष्ट्रिय शक्ति हौँ। हामीले आगो लगाउने होइन, हामीले आगो निभाउनु पर्नेछ, हामीले सम्हाल्नु पर्नेछ तपाईँको। त्यसकारणले त्यो दायित्वबोध हामीले गरेका छौँ। हामीले हिजो राणा शासनलाई विदायी गर्दा, पञ्चायतलाई विदायी गर्दै गर्दा जुन एउटा परिवर्तनको शङ्खघोष गऱ्यौँ, त्यो परिवर्तनलाई जसरी व्यवस्थित गऱ्यौँ, सँगै तपाईँको 10 वर्ष जङ्गलमा बसेर विध्वंस मचाइरहेको शक्ति माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर नेपाली जनताको यो अनुहारमा एउटा शान्ति छाउने, एक प्रकारको त्यो दिगो शान्तिको बहाल गर्ने कुराको नेतृत्वदायी भूमिका पनि हामीले गर्यौँ त्यो राष्ट्रिय शक्ति हुनुको नाताले। र वर्षौँको नेपाली जनताको आकाङ्क्षालाई परिपूर्ति गर्नका लागि हाम्रै नेतृत्वमा र तत्कालीन हाम्रा सभापति सुशील कोइरालाको नेतृत्वमा यो देशको संविधान दिने त्यो राष्ट्रिय दायित्व पनि पुरा गऱ्यौँ। त्यसमा अहिले अर्को युगीन दायित्व छ, जो नेपाली समाजको मनोविज्ञान बदलिएको छ। त्यो समाजको मनोविज्ञानको सँगसँगै नेपालको राजनीति
घटनाक्रम बदलिएको छ र यसबाट उत्पन्न भएका जति पनि व्यथितिहरू छन्, विकृतिहरू छन्, विसङ्गतिहरू छन् र यसबाट उत्पन्न भएको जो नागरिकको निराशा छ, जो नागरिकको मनमा रहेको बेचैनी छ, जो कुण्ठा छ, जो तपाईँ एक प्रकारको आवेग र आक्रोश छ, यसलाई हामी भरोसामा बदल्न चाहन्छौँ, यसलाई विश्वासमा बदल्न चाहन्छौँ र नागरिकमा एक प्रकारको आशा जगाउन चाहन्छौँ। त्यस कारणले पनि सबै नेपाली मतदाताहरूले यसपालि काङ्ग्रेसलाई जिताउनु पर्नेछ। काङ्ग्रेसले चुनाव जित्यो भने यो देशको लोकतन्त्र अझ थप बलियो हुन्छ, थप सुदृढ हुन्छ र सब यो एउटा शुद्ध भएर लोकतान्त्रिक अभ्यास पनि अगाडि बढ्छ। हाम्रो डिरेल भएको संविधानलाई हामी राइट ट्र्याकमा ल्याएर संविधानमा आवश्यक संशोधन गरेर परिमार्जन गरेर नेपालको यो पछिल्लो पुस्ताले राखेको कुरालाई पनि हामी त्यो संविधान मार्फत एड्रेस गर्न चाहन्छौँ। हामी नेपालको जो अहिले विकासको गति छ, विकासको जुन मोडेल छ, यसलाई युगीन बनाउन चाहन्छौँ, अहिलेको समय सापेक्ष बनाउन चाहन्छौँ र त्यो विकासको मोडेललाई पनि हामी बदल्न चाहन्छौँ। यी मुद्दाको हिसाबले हामीले अहिले भन्ने गरेका छौँ डेमोक्रेसी, डेभलपमेन्ट र डिप्लोमेसी, यो तीनटै कुरा नेपालको सन्दर्भमा अहिले सबैभन्दा बढी टटकारो छ। डेमोक्रेसी डिरेल होला कि भन्ने खतरा छ, कहीँ वाक तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर होला कि, कहीँ मानवाधिकार कमजोर होला कि, कहीँ हाम्रा फन्डामेन्टल राइटहरू कमजोर होलान् कि भन्ने चिन्ता एकातिर छ भने अर्कोतिर हाम्रो डेभलपमेन्टको स्पिड के हुने, डेभलपमेन्टको मोडेल के हुने, त्यो अर्कोतिर छ। सँगसँगै हाम्रो डिप्लोमेसी, अन्तर्राष्ट्रिय सम्बन्ध, बाह्य सम्बन्ध, परराष्ट्र सम्बन्धमा जुन प्रकारको संशय पैदा भएको छ त्यसलाई पनि राइट ट्र्याकमा ल्याउनका लागि हामीले अहिले समकालीन नेपालमा सबैभन्दा योग्य राजनीतिज्ञ, त्यो क्षमताले, त्यो योग्यताले, त्यो कौशलताले र त्यो बुद्धिमत्ताले सबै हिसाबले समकालीन नेपालको योग्य राजनीतिज्ञ हाम्रो पार्टीको सभापति गगन थापालाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेका छौँ। त्यस कारणले पनि नेपाली मतदाताहरूले हामीलाई यसपालि अनुमोदन गर्नुहुन्छ भन्ने हामीले विश्वास लिएका छौँ। अब कर्णाली प्रदेशको हकमा जसरी केन्द्रमा हामीले यो जनमत सिर्जनाका लागि डबली चलाइरहेका छौँ, नियमित पत्रकार सम्मेलनहरू भइरहेका छन्, त्यसैको मोडेलमा अब हाम्रो प्रदेश कार्य समिति मातहतको हाम्रो मूल प्रचार प्रसार समितिले यहाँ दैनन्दिनका घटनाक्रमलाई आवश्यकता अनुसार नियमित ढङ्गले पत्रकार सम्मेलन यो चुनाव अवधिभरि गर्ने अघि तपाईँहरूले जानकारी पाइसक्नु भएको छ। भोलिदेखि हामी कर्णाली काङ्ग्रेस डबली सुरुवात गर्दैछौँ। यसबाट यहाँको तपाईँको बौद्धिक वर्गले यहाँको निर्वाचनलाई कसरी हेरिरहेको छ, काङ्ग्रेसलाई कसरी हेरिरहेको छ र मतदाताको मनोविज्ञानलाई कसरी विश्लेषण गरिरहेको छ, त्यो कुराको पनि भोलिदेखि हामी सुरुवात गर्दैछौँ। यिनै कुरा, केन्द्रको कुरा, प्रदेशको कुरा र हाम्रा उम्मेदवारहरूको कुरा संक्षेपमा तपाईँहरूका बिचमा राखौँ र यो निर्वाचनकोलाई मिडियाको तर्फबाट यसलाई व्यवस्थित बनाउन, यसलाई संयमित बनाउन, यसलाई संस्कारी र सभ्य बनाउन, निष्पक्ष र स्वतन्त्र बनाउन स्वतन्त्र प्रेसको पनि उत्तिकै भूमिका हुन्छ। त्यो भूमिका तपाईँहरूसँग अपेक्षा राख्दै आजको यो निम्तामा यहाँहरूसँग यति नै कुरा मैले निवेदन गरेर बिदा चाहन्छु। धन्यवाद। जय नेपाल।